हो होइन पहिला लेट 2 डिजिट्स मानौ 2 नम्बर लेट 2 नम्बर्स है लेट 2 नम्बर्स बी एक्स एन्ड के वाई एउटा स्टेप त हामीले लेख्यौँ त्यसमा के भन्यो भने द सम अफ 2 डिजिट भन्यो अब सम अफ 2 डिजिट भनेको हामीले फर्स्ट कन्डिसनमा के हेर्ने भने सम अफ 2 डिजिट भनेको एक्स प्लस वाई इक्वल्स टु कति लेख्ने हो कति भनेको छ हामीलाई 9 इक्वेसन 1 भयो हो सेकेन्ड कन्डिसन पढ्ने अब हामीले सेकेन्ड कन्डिसनमा के भन्छ भने अब हेर्नु के भनेको छ इफ 27 इज सबट्र्याक्टेड फ्रम द नम्बर देन डिजिट्स इन्टरचेन्ज दियर प्लेस तिनीहरूको प्लेस पनि चेन्ज हुन्छ भन्यो यसको मतलब के बुझ्ने भने हामीले अब यसले के थाहा पाउने अब पहिला त हामीले सेकेन्ड कन्डिसनमा भनेको छ भने द हैन 2 डिजिट नम्बर है इक्वल्स टु कति हो 10x प्लस y हो कि हैन 10x प्लस y हो अब कन्डिसनले के भन्यो नाउ अब कन्डिसनले के भन्दियो भने हेर्नु यो नम्बरमा 10x प्लस y माइनस यसमा 27 सबट्र्याक्सन गर्यो भने के भनेको छ त द डिजिट्स इन्टरचेन्ज देयर प्लेस अब यसको चेन्ज हुन्छ भनेको 10 अब के होला x y चेन्ज गर्यो भने हो 10y प्लस x हुने भयो यसलाई सल्भ गर्ने नि त अब यो 10x प्लस y माइनस 27 माइनस यसलाई यता ल्याइदिने है 10y माइनस x इक्वल्स टु 0 अब हेर्नु है यो के गर्ने अब 10x माइनस x गर्यो भने कति आयो 9x माइनस 10y प्लस y गर्दाखेरि माइनस 9y माइनस 27 इक्वल्स टु कति आयो 0 आयो 9 कमन ल्याइदियो आउँछ कमन सबैबाट 9 ल 9 कमन आयो भने के बच्यो यहाँ भन मलाई x को ठाउँमा के बच्यो भाइ x माइनस कति बच्यो y माइनस यहाँ कति बच्यो 3 आयो इक्वल्स टु 0 आयो यो 9 कहाँ जान्छ अब ओ अब x माइनस y माइनस 3 यो भनेको कहाँ गयो हाम्रो 0 ओपन कति 9 भयो त 0 भइहाल्यो और अब हामी के गर्छौं x माइनस y इक्वल्स टु 3 लाउँदा लाग्दै है मैले 3 भयो और x को भ्यालु मात्र निकाल्यो भने कति होला यो भनेको y प्लस कति 3 भइहाल्यो इक्वेसन 2 भइहाल्यो भयो त सक्छ यसम्म सकिहाल्छ अब यसपछिको कुरा आयो अब के गर्ने सब्स्टिट्युटिङ गर्ने है सब्स्टिट्युटिङ है द भ्यालु अफ x केमा राख्ने इन इक्वेसन केमा राख्ने 1 मा राख्ने 1 कहाँ छ विकेट अब यहाँ छ भने x भनेको त्यो y प्लस 3 प्लस के रे y इक्वल्स टु 9 आयो और यो कसरी के गर्ने अब y जोड्दा कति भयो 2y इक्वल्स टु 9 माइनस 3 भयो और y इक्वल्स टु कति 6 ओपन 2 भने कति आयो 3 आयो देयरफोर y इक्वल्स टु 3 आउट रहेछ हो अब के गर्ने त्यसपछि पुटिङ गर्ने है अब हेर त सो अब पुटिङ द भ्यालु अफ के को y इन इक्वेसन केमा राख्ने 2 मा है 2 मा राख्ने 2 कहाँ हो यहाँ छदैछ अब 2 मा राख्दाखेरि x प्लस के रे x इक्वल्स टु y को भ्यालु कति हो 3 हो भने हेर त 3 प्लस 3 देयरफोर x भने त 6 आइहाल्यो यति त दुईटा नम्बर निकाल्ने